नमस्कार, स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा हामीले भेक्टर च्याप्टरबाट बोर्ड इक्जाममा सोधिने इम्पोर्टेन्ट क्वेशन सिक्न गइराखेका छौं। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। Shiksha Sagar, dive into the ocean of knowledge. क्वेशनमा हामीलाई के प्रुभ गर्नुपर्ने छ? cos a plus b equal to cos a into cos b minus sin a into sin b। अब बुझौं यसलाई कसरी प्रुफ गर्ने। यसलाई प्रुफ गर्नको लागि मानौं o के हो त? ओरिजिन हो है। अनि OX र OY के छन् त? एकअर्कासँग परपेन्डिकुलर छन् है। जहाँ OX ले x एक्सिस लाई रिप्रेजेन्ट गर्छ र OY ले y एक्सिस लाई रिप्रेजेन्ट गर्छ। त्यही कुरा यहाँ लेखेको छु है, मजाले बुझ्न सकिन्छ। अब नेक्स्ट कुरा के छ? एंगल, यो एंगललाई कसरी पढ्ने? XOP। XOP इक्वल टु के छ त? A छ है। त्यस्तै X डैश OQ इक्वल टु कति हो त? B हो। अनि अब यो बिचको एंगल भन्नाले POQ इक्वल टु कति हुन्छ त? पाई माइनस A प्लस B हुन्छ। एंगल POQ इक्वल टु कसरी पाई माइनस A प्लस B भयो बुझ्नु भएन भने यहाँबाट बुझौं। यो सबै एंगललाई जोडेर कति हुन्छ? 180। इट मिन्स पाई है। अब पाईबाट 180 बाट यो एंगल र यो एंगल घटाउँदा हामीले यो बिचको एंगल पाउँछ हैन त? त्यसैले एंगल POQ इक्वल टु पाई माइनस A प्लस B भयो। त्यति गरिसकेपछि अब OP लाई R1 माने र OQ लाई R2 माने है। अब यो P भन्ने जुन पोइन्ट छ, यो P भन्ने पोइन्टको कोअर्डिनेट कति हुन्छ त? R1 cos A, R1 sin A हुन्छ। अब पोइन्ट Q को कोअर्डिनेट कति हुन्छ? माइनस R2 cos B, R2 sin B। अब यो कसरी आयो? यो दुईटै कुरा बुझ्नु भएन भने यहाँबाट बुझ्न सकिन्छ। यहाँ हेरौं त। अब यो पोइन्ट P बाट परपेन्डिकुलर लाइन यहाँ ड्रा गरिएको छ M सम्म हैन। अब यो ट्रायंगलमा हेर्दा PMO ट्रायंगलमा हेर्दा cos थीटा को फर्मुला एप्लाई गर्दा हामीले यो P भन्ने पोइन्ट को x कोअर्डिनेट के पाउँछौ त? R1 cos A पाउँछौ र P भन्ने पोइन्ट को y कम्पोनेन्ट कति पाउँछ त? R1 sin A पाउँछौ है। सेम यही कुरा यता पनि एप्लाई गर्दा हामीले यो पोइन्ट Q को कोअर्डिनेट के पाउँछौ त? माइनस R2 cos B र R2 sin B पाउँछौ है। अब त्यसो हो भने यो OP एउटा भेक्टर हो मानौ है र OQ एउटा भेक्टर हो भने अब त्यसो भए OP भेक्टर को इक्वल टु के हुने भयो? R1 cos A, R1 sin A। अनि OQ भेक्टर इक्वल टु के हुने भयो? माइनस R2 cos B, R2 sin B भयो है। अब हामीले OP भेक्टर र OQ भेक्टर को डट प्रोडक्ट निस्काउँछौ है। अब त्यही यहाँ गरेको छु। अब R1 cos A इन्टु माइनस R2 cos B गर्दा हामीले के पाउँछौ? माइनस R1 R2 cos A cos B पाउँछौ है। त्यसपछि प्लस R1 sin A इन्टु R2 sin B गर्दा R1 R2 sin A sin B पाउँछौ। अनि यसरी दुईटैमा R1 R2 कमन छ भने माइनस R1 R2 कमन लिँदा यति बाँकी रहन्छ है। OP भेक्टर र OQ भेक्टर को डट प्रोडक्ट निस्कायौं। अब हामीले के गर्छौं? OP भेक्टर र OQ भेक्टर को म्याग्निट्युड निस्काउँछौं। हामीलाई म्याग्निट्युड को फर्मुला थाहा छ, रुट अन्डर x कम्पोनेन्ट को स्क्वायर प्लस y कम्पोनेन्ट को स्क्वायर हो। त्यसैले x कम्पोनेन्ट OP भेक्टर को x कम्पोनेन्ट कति हो त? R1 cos A अनि y कम्पोनेन्ट R1 sin A। यिनीको स्क्वायर गर्दा हामीले यति पाउँछौ र दुईटैमा R1 स्क्वायर कमन भएकोले R1 स्क्वायर कमन लिएपछि cos स्क्वायर A प्लस sin स्क्वायर A यहाँ बाँकी छ। अब
यी दुईटालाई जोडेर 1 हुन्छ। त्यसैले रुट अन्डर r1 स्क्वायर मात्र बच्यो अनि रुट अन्डर r1 स्क्वायर इक्वल टु के हुन्छ r1 हुन्छ है। यसरी हामीले ओपी भेक्टर इक्वल टु r1 पायौं। सेम प्रोसेसले हामीले ओक्यू भेक्टरको पनि म्याग्निट्युड निस्काउन सक्छौं। हामीले ओक्यू भेक्टरको म्याग्निट्युड कति पायौं त r2 पायौं। अब हामीले कुन फर्मुला एप्लाई गर्छौं त cos थीटाको फर्मुला कति हुन्छ स्केलर प्रोडक्टमा यो एप्लाई गर्छु है। स्केलर प्रोडक्टमा cos थीटा इक्वल टु के हुन्छ प्रोडक्ट अफ म्याग्निट्युड अफ टु भेक्टर हुन्छ अनि यही फर्मुला हामीले यहाँ एप्लाई गर्छौं है। यहाँ हामीलाई cos पाई माइनस a प्लस b इक्वल टु के हुन्छ ओपी भेक्टर डट ओक्यू भेक्टर divided by magnitude of OP vector into magnitude of OQ vector अनि हामीले dot product of OQ vector र OQ cos pi minus a plus b equal to के हुन्छ कास्ट रुल अनुसार minus cos a plus b हुन्छ अनि OP vector र OQ vector को dot product कति छ त हामीलाई यति छ। द म्याग्निट्युड दुईटैको r1 r2 लेखेको छु। अब दुईटैतिर माइनस माइनस छ दुईटै माइनस क्यान्सल भयो। अब r1 r2 माथि पनि छ r1 r2 तल पनि छ यी पनि क्यान्सल भएर हामीलाई यति मात्र बच्ने हुन्छ जुन कि हामीले प्रुफ गर्नुपर्ने थियो। यसरी हाम्रो प्रुफ के हुन्छ कम्प्लिट हुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।